हाई हेर्नुस् त आज म कहाँ छु। आज म पुगेँ पशुपतिको दर्शन गर्न। तपाईँ पनि भिडियो मार्फत पशुपतिको दर्शन गर्नुहोस् है त। यति बेला चाहिँ हामी पशुपतिको दर्शन गरेर बाहिर निस्किसकेका थियौँ। आहा ब्याकग्राउन्ड म्युजिक सुन्दै हुनुहुन्छ नि, भजन। यति बेला चाहिँ हामी यो भजनको आनन्द लिइरहेका थियौँ र अब चाहिँ हामी बाहिर निस्कनु पर्ने हुन्छ। किप वाचिङ। बाहिर जाँदा चाहिँ हामीले एकदम रमाइलो दृश्य, बजारहरू, मान्छेहरूको ओहोरदोहोर, त्यहाँको चहल पहल हेर्दै हामी चाहिँ रमाउँदै बाहिर निस्किन्छौँ। परेवाहरू चामल खाँदै रमाइलो गरिरहेका थिए। हामीले चाहिँ चामलहरू दियौँ। काल हर कष्ट हर दुःख हर 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 महादेव। यहाँ चाहिँ दृष्टिविहीनहरू हुनुहुन्छ। आहा कति आनन्द लाग्दो के, रमाइलो एकदमै। त्यो भजनले पनि अनि यहाँको वातावरणले पनि सुनमा सुगन्ध थपिरहेको छ। निकै नै रमाइलो। दर्शन गरेर अब हामी हिँड्दैछौँ। कस्तो राम्रो आनन्द आयो। ओम नमः शिवाय, 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 ओम नमः शिवाय। हजुर राख्नु पर्छ कि लो है साथीहरू, हामी पशुपति गएको। यो पशुपतिको बाटो परसम्म हिँड्नुपर्ने छ। हामीले चाहिँ पूजापाठ गरेर आयो। यता हुनुहुन्छ ब्युटिफुल दिदी। अहिले मान्छेहरू पनि आउँदै हुनुहुन्छ पूजा गर्न। हामी चाहिँ ढिलै आएको। यो चाहिँ बाटो पर छ। हाम्रो चप्पल यस्तो छ, तातो छ। यसमा खाली खुट्टा हिँडेको हामी। पोलिरहेको छ होइन अहिलेसम्म। कस्तो लाग्यो दर्शन गर्न? रमाइलो रमाइलो कस्तो लाग्यो? शान्ति होइन, शान्ति आनन्द। जान चाहिँ झगडा गर्नुपर्ने रहेछ। त्यो आएपछि यो टोकरी चाहिँ यही बाटो आउने फेरि। यही बाटो हो नि। यो गल्ली पनि जान्छ होला उतै। यो गल्लीबाट गए पनि हुन्छ दिदी। यो गइरहेछन् नि, यो पनि ठ्याक्कै त्यहाँ पुग्छ होला। जाने त हेर म यस्तो बाटो यहाँदेखि जाऊँ दिदी, हामी सजिलो पुग्छौँ। आउनु फर्किँदा यो बाटो फर्किने ठ्याक्कै एक राउन्ड पनि हुन्छ। हजुर वहीँ जाने होइन, आउन भन्नुभएको होइन। यहाँ बजार लाग्छ, यस्तो राम्रो राम्रो बजार लाग्छ, हेर्न सक्नुहुन्छ। के छ यहाँ बजारहरूमा। पूजाको सामग्रीहरू। आमा उ त्यो हेर्नु त दिदी, त्यो चप्पल हो परालको बितेको बेला लगाउनु। त्यही हो। यहाँ लास्ट छ नि त है, परालको चप्पल रहेछ। चाहिँ यस्तो छ। यता चाहिँ लासहरू जलाउने, समापन गर्ने यतातिर रहेछ यो बिचमा। अनि दर्शन गर्ने चाहिँ उता हो। यता यस्तो रहेछ ल साथीहरू। हामीहरू चाहिँ हामी मात्रै आउने भएछ। कलङ्की गरेर चढेर माइक्रोमा आए नि हुन्थ्यो। हजुर है। यो चाहिँ फुल हो। कस्तो राम्रो बाटो छ साथीहरू। फुलले सजिएको बाटो छ। हेर न, वाउ। कस्तो दामी फुल हेर्नु त दिदी, त्यो फुल जस्तो है, फ्रेस फुल छ क्या। यता त लामो बाटो आयो पवित्र। हजुर लामो कसरी भयो? यहाँ फुलहरू छ।
हामी चाहिँ यहाँ मस्त यतापट्टि कता पसल हो तर यताबाट त कहिल्यै लान्न अब त पवित्र धेरै टाढा भयो है टाढा माथि भयो राख्ने। महँगो पनि त्यस्तो उतै ठिक छ यहाँ हेर्नु न साथीहरू के बजार र यहाँ चाहिँ हामी अघि पूजाको सामग्री लगेको टोकरी चाहिँ रिटर्न गर्न आएका थियौँ। एकदमै रमाइलो बजार छ। रमाइलो गर्दै कुराकानी गर्दै हामी यहाँ पुग्यौँ। यसरी नै मेरो पहिलोचोटिको पशुपतिको दर्शन निकै रमाइलो भयो र यहाँनिर चाहिँ हाम्रो पशुपतिको दर्शन समापन भएको छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।